जय श्रमण नारायण श्री राधेश्याम। अहिले हाम्रो यात्रा गर्दै गर्दै पोखरा आइसकेका छौँ। पोखरा आइसकेपछि विन्ध्यवासिनी माता मन्दिर त छुट्नै नहुने र विन्ध्यवासिनी मन्दिर हामी आइपुगेका छौँ र हाम्रो दिदी बहिनी दाजुभाइ सबैले उहाँ सेवा गर्दै हुन्छ, पूजा गर्दै हुन्छ। भर्खरै हामीले विन्ध्यवासिनी माताको यो दिव्य मन्दिरमा हामीले दर्शन गरिसकेका छौँ र अब अगाडि हामीले अरू मन्दिर जुन यहाँ प्राङ्गणमा छन् ती मन्दिर दर्शन गरेर हाम्रो यात्रा आजको बल्छीजामका लागि करिबन यहाँबाट 2 घण्टाको माथि हाम्रो यात्रा प्रारम्भ हुन्छ। विन्ध्यवासिनी मन्दिरकै क्षेत्रमा रहेको एउटा सानो भ्यू टावर जहाँबाट चाहिँ साइडमा रहेका पहाडहरू चाहिँ सुन्दर देख्न पाइन्छ र साथै यदि आकाश खुलेको बेला हो भने हिमाल पनि देख्न पाइने रहेछ। यहाँको क्षेत्र यति सुन्दर, यति सफा र यति आध्यात्मिक थियो, कुरै नगरौँ। यही क्षेत्रमा रहेको श्री लक्ष्मीनारायण मन्दिर, श्री राधाकृष्ण मन्दिरको समीपमा एउटा स्तम्भ थियो जहाँ राजा रानीकै विग्रह बनाएर राखिएको थियो। र अहिले चाहिँ म विन्ध्यवासिनी माताको मन्दिरबाट जो पोखराको सुन्दर भ्यू देखिन्छ म त्यो देखाउन गइरहेको छु। हजुरले हेर्नु होला, यहाँ देख्न सक्नुहुन्छ यहाँबाट बडा सुन्दर देखिन्छ पोखरा र यहाँबाट फेवाताल चाहिँ अलिकति देखिन्छ। यहाँबाट यो मेरो करिबन दोस्रो तेस्रो पटक हो पोखरा र यहाँबाट हजुरले देख्न पाउँदै हुनुहुन्छ पछाडि